कप्पनबाट टेक बहादुर तामाङको खोजी। सुब्बा तामाङले आफ्नो बाबालाई खोजिराख्नु भएको छ। बाबा हुनुहुन्न अनि हामी सानो थियौँ, त्यहाँबाट हामीलाई नोकरी गर्ने लाग्यो, समय भारीहरू हुर्काउन समय लाग्यो। धेरै वर्ष भयो है। नरुनु दादा। शिलङ मेघालय इन्डियाबाट म वर्षा लामा तपाईहरुको अगाडि एउटा फेरि पनि भिडियो राखिराखेको छु। हजुर, काठमाडौँबाट छोराले बाबा खोज्नु लागि यहाँ मलाई फोन गर्नु भएको छ। तपाईहरुको माझमा केही जानकारीहरु उहाँले बोल्नु भएको छ, सुनिदिनुहोस् हजुर। अनि उहाँ गुवाहाटीबाट मेघालय आउने रोडमा न्यू बंगला भन्ने ठाउँमा हुने शंका गर्नु भएको छ छोराले। आउनुस् न, उहाँले पुरै जानकारी दिइराख्नु भएको छ। कुरा सुनौं। यदि तपाईले सुनिराख्नु भएको छ टेक बहादुर तामाङजी, यदि तपाईले यो भिडियो हेरिराख्नु भएको छ भने छोराको कुरा सुन्नुहोस् र छिट्टो सम्पर्कमा आइदिनुहोस्। अनि हाम्रो दर्शकलाई पनि रिक्वेस्ट राखिराखेको छु, उहाँको कुरा सुनिदिनुहोस्। आउनुहोस्। दादा कहाँबाट फोन गर्नुभएको? म काठमाडौँबाट। काठमाडौँ कपनबाट। हजुरको नाम? मेरो नाम सुब्बा तामाङ। सुब्बा तामाङ। कसको खोजी तपाईलाई? मेरो बुवाको खोजी, टेक बहादुर तामाङको खोजी गरेको मैले। सिन्धुपाल्चोक तारामाराङ हो पहिला हाम्रो पुरानो घर। कहाँ जानुभयो होला? आसाम आउनु भएको हो, त्यही नयाँ बंगला शिलङ आउनु भयो। उहाँको मामा घर पनि शिलङ, मामा पनि शिलङमा हुनुहुन्थ्यो आर्मीमा, आसाम राइफलमा। उहाँको ठुली आमाको छोरा पनि आसाम राइफलमा हुनुहुन्थ्यो, त्यहाँ कोइलाको काम गर्नुहुन्थ्यो। हामी पनि त्यही जन्मेर नेपाल आउनु भएको आएको हो पहिला। मेघालयमा जन्मिनु भएको? बुवाले हामीलाई नेपालमा ल्याएर छोड्नु भयो। त्यसपछि फेरि एकचोटि इन्डिया जानुभयो, मेघालय जानुभयो, फेरि आउनुभयो। त्यसपछि फेरि गएपछि चाहिँ आउनु भएन, कहिले फर्केर आउनु भएन। कति वर्षको हुनुभयो होला तपाईको बाबा? अहिले बाबा 83 वर्षको हुनुभयो। बाबालाई भन्नुस् न, केही बाबाले हेर्नु भयो भने केही कन्ट्याक्ट गराउनुस्, केही कुराहरु राख्नुस् बाबालाई। बाबा कतै हुनुहुन्छ भने हामी 4 दाजुभाइ छोरा हो। जेठा छोराको नाम सुब्बा तामाङ हो, उहाँलाई अरू बच्चाहरूको नाम थाहा हुँदैन। उहाँको एउटा छोरी छ, कान्छी हाम्रो बहिनी छ एउटा। बाबा कतै हुनुहुन्छ भने, कतै बाबाको शाखा सन्तानमध्ये त्यहाँ हुनुहुन्छ भने हामीलाई कन्ट्याक्ट गर्नुहोस्। मेरो टेलिफोन मोबाइल नम्बर 985110 हो। म नेपाल टेलिकमबाट रिटायर भएको कर्मचारी हो। अहिले नेपालमा छु, काठमाडौँमै बस्छु, काठमाडौँमै घर छ। मेरो बाबा हुनुहुन्छ भने अथवा उहाँको कोही साथी हुनुहुन्छ भने हामीलाई कन्ट्याक्ट गर्नु भन्नु होला, हामी त्यहाँ लिन आउँछौँ। तपाईलाई आसाममा शंका छ? हजुर, आसाममै हो। नयाँ बंगला गुवाहाटीबाट शिलङ जाने बाटोमा हो। नयाँ बंगला 0 किलो भन्ने ठाउँमा हो। नयाँ बंगलामा पारसमणि भन्नेको चाहिँ एउटा कोइलाको ठेकेदार थियो, ठेकेदारको दोकान छ। कति वर्षको अगाडिको कुरा गर्दै हुनुहुन्छ होला? 45 वर्ष अगाडिको कुरा गरेको हजुर मैले। अनि आमा हुनुहुन्छ? आमा स्वर्गवास भयो, 2 वर्ष लाग्यो। हुन्छ नि, हामी कोसिस गर्नेछौँ नि है। हस्, धन्यवाद। हामी खोज्नु कोसिस गर्नेछौँ। तपाईलाई अब धेरै हजारौं जनाले हेर्नेछ, दर्शकहरुलाई पनि केही कुरा राख्नुस्। उहाँहरूले कसैले पत्ता लाउनु भयो भने, कसैले थाहा पाउनु भयो भने मेरो नम्बरमा कन्ट्याक्ट गरिदिनु होला, हामी त्यही लिन आउने छौँ। दुखी भए नि सुखी भए पनि, अथवा उहाँका कुनै घर परिवार जोडेर बसेर परिवारहरू छ भने उहाँहरूलाई पनि नागरिकता नेपालमा ल्याएर म दिनेछु। उहाँहरूलाई जे जति भएको यहाँ चाहिँ मेरो पुर्खा बाजेहरूको अंशहरू पनि दिनेछु। उहाँहरूले कुनै दुःख मान्नु पर्दैन। बाबाको नाम फेरि भन्नुस् त एकचोटि? टेक बहादुर तामाङ। टेक बहादुर तामाङ। के थरी तामाङ अरे? स्याङतान। उहाँको बाबाको नाम लामखुट्टे हो। किन रोनु भएको दादा? नरुनु दादा, धेरै वर्ष भयो है। तपाई पहिला तपाईले कोसिस गर्नु भएन? पहिल्यै कोसिस गरेको भए के हुन्थ्यो कि? पहिला यस्तो सिस्टमै थिएन तपाईहरुको मोबाइल जस्तो। हामी त जानै सकेनौं। पहिला त हामी अब स्ट्रगल हुनु पर्यो। बाबा हुनुहुन्न अनि हामी सानो थियौँ, त्यहाँबाट हामीलाई नोकरी गर्ने लाग्यो, समय भारीहरू हुर्काउन समय लाग्यो।
त्यही त है। यदि उहाँ जीवित हुनुहुन्छ भने हामी भेट्नेछौँ दादा है। अनि मृत्यु नै भएको छ भने उहाँको कोही शाखा सन्तान छन् भने हामीले चाहिँ भेट्यो भने उहाँ भाइहरू छ भने बहिनीहरू छ उहाँहरूलाई पनि हामी नागरिकता दिन्छौँ, नेपाली बनाइदिन्छौँ। कति त्यस्तो छन् भने राम्रो उहाँहरूलाई हामी सहयोग गर्छौँ। म अहिले भगवानको कृपाले मलाई राम्रो छ, मेरो 4 भाइ यहाँ जति पनि छन्, बहिनीहरू जति पनि छन्। अहिले मेरो बच्चाहरू, भाइहरूको बच्चाहरू, बहिनीहरूको बच्चा सबै लन्डनमा छ, बेलायतमा छ। हामी अब राम्रो घरबार गरेर बसेका छौँ। उहाँहरूलाई दुःख छ भने हामी केही सहयोग गर्छौँ। कति राम्रो विचार है दादा तपाईँको। कतिले त भएकोले पनि खोज्नु चाहनुहुन्न, तपाईँ दिनु चाहनुहुन्छ। तपाईँ काठमाडौँ आउनुहुन्छ भने तपाईँको टिम काठमाडौँ आउनुहुन्छ, सिलिगुडीसम्म मेरो गाडी आउँछ, नेपाल भारत मैत्री बस। तपाईँहरूलाई म फलो गरेर त्यहाँबाट काठमाडौँ ल्याउँछु, तपाईँहरूलाई बस्ने 1-2 दिनको घुमाउँछु, डुलाउँछु। धेरै धेरै धन्यवाद, धेरै धेरै धन्यवाद दादा। मबाट सक्दो कोसिस हुनेछ। अनि म गुवाहाटी जाँदाखेरि पनि म त्यहाँ झरेर सोधपुछ गरिदिनेछु नि है। नयाँ बङ्गला भन्ने ठाउँमा हो, गुवाहाटी बच्चा 4 दाजुभाइ बच्चामा भनिसकेको, छोरी पनि भनिसकेको कि मैले 4 दाजुभाइ, म जेठो छोरा हो। हुन्छ दादा, मबाट राम्ररी भिडियो पोस्ट हुनेछ अनि सक्दो कोसिस हुनेछ। अनि म पत्ता लगाउँछु कहाँ रहेछ के रहेछ। अहिले फोनमा पनि म सोध्छु नयाँ बङ्गला कहाँ हो के हो है। तपाईँ मन नदुखाउनुहोस्, हाम्रोबाट कोसिस छ है। यहाँ चाहिँ राखेँ है दादा। हस् हजुर, जय होस्।